हामी चाहिँ सर्गोजारीको यात्रामा जाँदैछौँ मन्दिरमा। हामी सर्गोजारी ज्यू भगवान भन्न जाने। हजुर हजुर माथि ढोक्क लाग्छ कि हेर साथीहरू भाइरल रोड हाम्रो घोडाईको भाइरल रोड हेर्दै जानु होला। नमस्कार, म भोद्रा थापा। यस्तो भनेर कहाँ हुन्छ? मन परेको जुत्ता पो जुत्ता त नत्र खाली हामी चाहिँ फाइनली पुग्यो रोल्पाको होलेरी। यहाँ त कार्तिक आम्ला छ मेरा। फाइनली होलेरी बजार आइसकेका छौँ। समय घडीको यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो केही पनि थाहा हुन्छ आफूलाई गरेपछि सक्दैन स्थैले भनेर हौसला कम गर्न खोज्ने यहाँ चलेको कि समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाटो। एकजना है ल कहाँ माथि जान्न गाइज। हजुर जानु न माथि घुम्न। सामान ल्याएर आउनु भएको छ छोडिदिने मात्रै यहाँ है नाति। म सधैँ यहीँ रोकिदिन्छु ल। के लाउनु नि तपाईँहरू पूजा अनुसार ए लाउने भएछ लाउनु छिबाट अन्त पाइँदैन। सर्गोजारी प्रवेश आश्रम प्रवेशद्वार। फाइनली गाइज हामी चाहिँ सर्गोजारी आइसकेको हजुरआमाहरू कुकुरहरू हामी खानाको वेटिङमा बसिरहेको छौँ। हामी चाहिँ ल एभ्रिवान हामी चाहिँ पूजापाठ गर्दैछौँ अथवा गरेर आइसक्यौँ हामी अलिअलि। अरू अझै गर्न बाँकी छ। सर्गोजारी मन्दिर हेर्नुहोस् साथीहरू। हाय आयो आजभोलि गर्मी मौसममा त सर्गोजारी आउनुपर्ने रहेछ साथीहरू। एकदम चिसो जाडो भएर केही पनि गर्न सक्ने अवस्था छैन। मौसम हेर्नुहोस् यतातिर। आइसकेपछि चाहिँ एकदम राम्रो आस्था रहेको छ। स्वर्गमा पुगिन्छ भन्ने आस्थाको साथ सर्गोजारी बाबाको मन्दिरमा दर्शन गर्न आएका छौँ हामी चाहिँ। रक्षा गर्न ल हजुरहरू सबैले पनि दर्शन गर्नुहोला। भिडियो खासै खिच्न पाएन हिजो अँध्यारोमा आइपुग्यौँ साथीहरू। हजुर
गाई जाडो भएर हामी चाहिँ कोठामा बसेको अवस्था एकदम चिसो यो स्वर्गद्वारीमा के अरे पुष्माको जाडो जस्तो एकदम चिसो भएर हामी त कठाङ्ग्रेको छौँ हेर्नु मेरो छोरीलाई हेर्नुहुन्छ यस्तो अवस्था ज्याकेट लाउनु पर्ने यो चाहिँ हाम्रो रुम लक्सरी सुत्नुपर्ने यहाँ चाहिँ सबैजना के होइन कस्तो लागिरहेको त स्वर्गद्वारीमा आएर एकदम रमाइलो जाडो पनि लाग्यो चिसो बढी छ तातो कपडा लाएर आउनु होला एकदम चिसो हुन्छ के अरे तलैतिर गर्मी हुन्छ भनेर पातलो कपडा लगाएर चाहिँ नआउनु होला साथीहरू हामी जस्तै हुन्छ हेर्नु न हामी जाडोले एकदम कठाङ्ग्रिने अवस्था भइसक्यो यो चाहिँ स्वर्गद्वारी मन्दिरको भ्यू यतातिरको मौसम हेर्नु एकदम चिसो 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 छ हामी चाहिँ जाडो भएर रुममा बसेको नत्र घुम्नु पर्ने साथीहरू कोही पनि जान सक्यो उता गुफा छ भन्ने सुनेको यतातिर चाहिँ अलि टाढा नै छ अरे हामी चाहिँ नगएको एकदम चिसो भएर स्वर पनि बस्नु घाँट नै दुखेको एकदम गाह्रो हामी बस्ने त त्यो पुरै जे छुँदा पनि चिसो छ नि सबै चिसो के गाइज हेर्नुहोस् हाम्रो रुमहरू लथालिङ्गको अवस्था छ हामी सबै ग्रुप चाहिँ लक्सर यस्तै सुतेका थियौँ जाडोले कठाङ्ग्री चाहिँ चाहिँ सुत मेरो छोरी पनि मेरो छोरी के भनेको ड्याडी भन्दैछु न हामी चाहिँ लाग्यो साथीहरू दर्शन गरेर घरतिर सानबी स्वर्गद्वारी बाबा कि जय भन त स्वर्गद्वारी बाबा कि खै भने जय यो हिँड्ने भनेपछि के हिँड्छु ल हामी चाहिँ लाग्यौँ साथीहरू भिडियो यति नै हो अब बाटोमा खिच्न नपाएर सायद बाई बाई मेरो छोरालाई हेर्छु नि त छोरालाई भारी बोकेर हिँडेछ